आन्दोलन हुन्छ र एउटा जिल्लामा एउटा स्टेसन बनाएर आन्दोलन अगाडि बढ्छ र अब देश चाहिँ नि समृद्धि विकास र सुशासन र रोजगारीतर्फ जानुपर्छ भन्ने आम युवाहरूको चाहनामाथि स्वस्ति शान्ति गर्दै त्यो चाहना पुरा गर्दै बेलुका फेरि 2024 गतेको ध्वंसात्मक आन्दोलन जुन आन्दोलनका रचनाकारहरू स्वयं अहिलेका प्रधानमन्त्री बालेन गृहमन्त्री सुदन लगायतका व्यक्तिहरू जो यसका रचनाकारहरू थिए उनीहरूले लेखेका स्ट्याटसका कारणले सिंहदरबार जलेका छन् र उनीहरूले आह्वान गरेको डिस्कटबाट अपराधिक गतिविधि भएको छ। हाम्रो सम्पत्तिहरू नष्ट भएका छन्। बस्न चाहिँ कहिलेदेखि चाहिँ युवा भयो के कहिलेदेखि युवा भयो यस्तो बुढेसकाल लागेको बेला युवा भनेर हुन्छ। सुन्नुभयो तपाईँहरू पनि युवाहरू मारेका थिएन क्या प्रहरीहरू माने त्यो हारिसकेपछि हरुवाहरूले यस्तै गर्ने हो कि अब हामी यो गर्छौँ आन्दोलन गर्छौँ हारिसकेपछि यस्तै हो। त्यति बेला प्रधानमन्त्री ओली प्रधानमन्त्री हुँदाखेरि त्यसले रोक्न सक्थेन र प्रधानमन्त्रीको टप लेभलको मान्छे होइन उसले भन्यो भने कसले के कुरो मान्दैन र उसले चाहेको भए रोक्न सक्दैन आन्दोलन। आफू चाहिँ गर्न लगाउने मान्छे मार्न लगाउने अनि त्यस पछाडि नाना थरीको अहिले कुरा गरेर हुन्छ। आफूलाई जब कारबाही हुने बेला भयो त्यस पछाडि मन्त्री बन्न पाएन जितेन हरुवा हारेपछि अब नाना थरीको कुरा गर्ने अब हामी यो गर्छौँ त्यो गर्छौँ गर्ने। यिनीहरूलाई सहयोग गर्ने मान्छेहरू सबै चाहिँ झोलेहरू क्या महाकसम सबै झोलेहरू हो। यिनीहरूलाई पनि ठोक्नुपर्छ। यिनीहरूलाई देश बिगार्ने अनि अहिले आएर कारबाही गर्दाखेरि यो गर्ने त्यो गर्ने भन्न पाइन्छ अहिले। राष्ट्रका सुसम्पत्तिहरू चाहिँ ध्वस्त बनाए जलाए फलानो टिलानो यो गर्यो त्यो गर्यो। मान्छेहरूले चुप लागेर आन्दोलन गरिरहेको हुन्छ त्यति बेला चाहिँ वार्तामा बोलाएर के भन्छ समाधान गर्न खोज्दैनौँ अनि मान्छेले मजबुर भएर कुरा नसुनिसके पछाडि सरकारमा गइसके पछाडि कानमा तेल हालेर बस्छु तिमीहरू खातेहरू अनि त्यतिखेर चाहिँ सुन्दैनौ कुरो अनि नसुनेपछि मान्छेलाई मजबुर भएर उनीहरूले चाहिँ जलाउन बाध्य हुन्छन्। त्यही नजलाएको भए तिमीहरू सुन्थ्यौ त तिमीहरू राजीनामा दिन्थ्यौ। यो मुजी ओलीले राजीनामा दिन्थ्यो त्यति बेला नजलाएको भए न ध्वस्त पारेको भए तिमीहरूले सुन्थ्यौ। त्यही सुनिदिएको भए जलाउनु पर्थ्यो हामीलाई। त्यो हो जतिखेर हामी आन्दोलन गऱ्यौँ शान्तिपूर्ण आन्दोलन गऱ्यौँ आन्दोलन नमिचिया भए नजलाएको भए आन्दोलन नमिचिया भए मान्छे नमारे भए हामीले के गर्थ्यौँ। तिमीहरू मजबुर गर्छौ जनतालाई के जलाउनको लागि। जबसम्म सम्पत्ति के भन्छ राष्ट्रको सम्पत्ति त जनताले बनाएको हो नि त जनताको ट्याक्सबाट बनाएको। अब जनताले जबसम्म त्यो ध्वस्त पार्दैन तिमीहरूको कानमा तेल हाले हुन्छ के जब तिमीहरू सुन्दैन अनि अहिले आएर नाना थरीको कुरा गर्ने यो गर्छौ त्यो गर्छौ यिनीहरूले गर्ले त्यो गर्यो। त्यो सरासर तिमीहरूले यो के भन्छ मान्छे भड्काउन मात्र लाग्यो हो। तिमीहरू गधा चोर साला दिमाग छैन राजनीति गर्छ अरे। कति मजाले अस्ति भन्थ्यो केपी ओली प्रधानमन्त्री भएपछि म गृहमन्त्री भन्छु। यस्तो घमण्ड गृहमन्त्री भएपछि पद चाहियो खातेहरू। अनि अहिले आफूलाई जब कानुनले गलत ठहराएपछि होइन कानुनले के भन्छ दायरामा ल्याएपछि कारबाही गर्नुपर्छ भनेपछि अब नाना थरीको कुरा गर्ने यो गर्ने त्यो गर्ने अर्कोलाई आरोप लगाउने। यत्रो 20 वर्षदेखि तिमीहरू च्याट्या होइन साला लाज लाग्नुपर्ने तिमीहरूलाई। अहिले पनि निस्केर कुन यो मुखले तिमीहरू निस्केर यस्तो गरिरहेछौ अहिले आन्दोलन गर्छु यो गर्छु त्यो गर्छु। तिमीहरू त लाज लाग्नुपर्ने लाजले घरबाट निस्किनु नपर्ने अवस्था छ तिमीहरूको। तै पनि आन्दोलन गर्छु यो गर्छु त्यो गर्छु।